हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आजको भिडियोको रहेको छ गाइजहरू मायालु बस गेममा कसरी राइट मिरर लगाउने भनेर। भिडियोलाई स्किप नगरेर साथ सपोर्ट दिनु होला गाइजहरू हैन। भिडियो लगाऊ भिडियोतर्फ। तपाईले भर्खर गेम डाउनलोड गर्नुभएको छ भने तपाईको स्टियरिङ आन्न। तपाईलाई मैले स्टियरिङ पनि सिकाउँछु। स्टियरिङ कसरी हाल्नु भनेर। स्टियरिङमा दाब्नुस्। तपाईको पहिला तपाईको कस्तो भएको हुन्छ भनेपछि यो बिट्विनमा छ नि, बिचमा के HWHEEL हुन्छ छ त, हो त्यो हुन्छ तपाईको स्टियरिङ। अनि तपाईले यता ARROW एरोमा दाब्नुपर्छ। मैले पनि एरोमा दाबे, यस्तो हुन्छ। अनि न्यू गेममा जानुस्। अनि तपाईले सानो थोप्ला जुनमा पनि जान सक्नुहुन्छ। म गए एकछिनको लागि पुम्दीकोट। अनि त्यहाँ राइट साइडको बटनमा थिच्नुहोस् र लोडिङ हुन लागेको छ गाइजहरू। लोडिङ म्याप मलाई रुगा लागेको अवस्था छ गाइज, त्यसैले अलि राम्रो भोइस आएको छैन होला। अब यहाँ देख्न सक्नुहुन्छ, यता माथि राइट साइडको कुनामा दुईटा लाइन्स छ। 3 वटा थोप्ला र 2टा लाइन्स छ। यता राइट साइडको कर्नरमा त्यहाँ दाब्नुहोस्। अनि यहाँ छ लेफ्ट मिरर, राइट मिरर छ। राइट मिररमा दाब्नुहोस्। अनि यो पहिलोमा दाब्नुहोस्। अगाडिको मायालु छ, यो दब्दैन। RESUM रिस्युममा दाब्नुहोस्। यहाँ दाब्नुहोस्। अनि फेरि तपाईको लाग्छ राइट मिरर लागेन नि होला। अब म लगाइ देखाउँछु हेर्नु। लागिसक्यो मेरो राइट मिरर। अब जाम साथी हो। एकछिन गेम प्ले गरौँ। अनि मायालु बस गेम गराउने धेरै दाइहरू हुन्छ। मैले नाम थाहा दाइहरू भनेको SP मोड्स अनि नेप्लेक्स दाइ। यो बस सिमुलेटर इन्डोनेसिया पनि यस्तो छ गाइजहरू। बस सिमुलेटर इन्डोनेसियामा पनि पुम्दीकोट आएको छ गाइजहरू। पुम्दीकोट बस सिमुलेटरमा कसरी खेलिन्छ भनेपछि पुम्दीकोट नेप्लेक्स मोड युट्युबमा गएर हामीले सर्च गर्नुलाई गाइजहरू पुम्दीकोट आउँछ कि। पुम्दीकोटको लिङ्क डिस्क्रिप्सनमा डाउनलोड गरेर जटाचियामा गरेर त्यसलाई एक्सट्र्याक्ट गरेर पासपोर्ट पनि हुँदैन गाइजहरू। पासपोर्ट पनि छैन कि त्यो डाउनलोड लिङ्क हो। अनि यो मायालु बस गेम पनि सर्च गर्नुलाई नेटफ्लिक्स मोड भनेर त्यहीबाट डाउनलोड लिङ्कबाट गर्न सक्नुहुन्छ। अनि जटा अचिवर पनि चाहिन्छ है यो बस गेमको लागि। जटा अचिवरमा गएर त्यसलाई यो मायालु ब्राकेट APK देखाएको हुन्छ हैन। अब त्यसलाई दाबेर माथि इन्स्टलमा दाबेको हुन्छ। मेरोमा त पहिले डाउनलोड भइसकेको थियो। तपाईको एउटा के समस्या आउन सक्छ भने सेयर गाइजहरू। त्यो 3टा एपहरू आउँछ। फाइल ब्राउजर अनि के आउँछ मलाई चाहिँ नाम याद भएन। लास्टकोमा प्याकेज इन्स्टलर ब्राउन कलरको हुन्छ गाइजहरू। त्यसमा चाहिँ तपाईले क्लिक गरेर मायालु बस गेम इन्स्टल गर्न सक्नुहुन्छ। यति भन्दै मैले यो भिडियोलाई यति नै अन्त्य गरेँ गाइजहरू। बाई बाई। अर्को भिडियोमा भेटौँला है त।